मैले मेरै कथा भनिरहेको छु, तर त्यो मेरो मात्रै कथा होइन। सुरुमा एकदमै डर लाग्यो, आफैलाई पनि बिर्स्यो, कस्तो नराम्रो समय के। तर अहिले सम्झिँदा त्यो समय चाहिँ मेरो जिन्दगीको सबभन्दा दिव्य समय हो त्यो, जहाँ मैले आफैलाई बिर्सेँ है। सुरुमा डर लागेको थियो, तर एकछिनपछि मैले के सोचेँ भने म डराएर पनि केही हुँदैन। त्यो समय यस्तो समय थियो, त्यो क्षण यस्तो समय थियो। द्याट वाज द मोमेन्ट वेयर आई वाज रेडी फर माई डेथ, आई वाज रेडी फर माई लाइफ। म ब्रेभ भएर, म बहादुर भएर, वीर भएर होइन, परिस्थितिसँग मैले आत्मसमर्पण गरे हो क्या। तर द्याट मोमेन्ट, द मोमेन्ट अफ अर्थक्वेक होइन, द्याट वाज लाइक मोमेन्ट अफ माई इनलाइटमेन्ट। मैले आफ्नो बुद्ध प्राप्त गरेको जस्तो के, मैले आफ्नो बुद्ध प्राप्त गरेको। अब यही समयलाई, अब यो पर्दैन, अब यही चिजलाई हामीले कसरी हेर्न सक्छौँ? यही चिजलाई हामीले ओहो मान्छे यत्रो मरे होइन, मलाई कस्तो डर लाग्यो, मैले आमालाई पनि सम्झिनँ, मैले बुवालाई पनि सम्झिनँ, मैले कसैलाई पनि सम्झिनँ, म कति स्वार्थी रहेछु भनेर व्याख्या गर्न सकियो। तर अर्को पोजिटिभली, क्रिएटिभली कसरी सोच्न सक्यो? द्याट वाज द मोमेन्ट, त्यो यस्तो छेड थियो जहाँ मैले मेरो बुद्ध प्राप्त गरेका थिएँ, जहाँ मैले मलाई बिर्सेका थिएँ, जहाँ म डरबाट मुक्त भएको थिएँ, म मर्न पनि तयार थिएँ, बाँच्न पनि तयार थिएँ। त्यो यस्तो अब यही अर्थक्वेकलाई, यही भूकम्पलाई, यस्तो डिजास्टरहरूलाई पनि हामीले टुरिस्टहरूसँग यो प्रकारले सेल गर्न सक्छौँ, यो प्रकारले स्टोरी टेल गर्न सक्छौँ क्या। किनभने बुद्धले पनि अथवा भगवान्ले पनि तपस्या गरेर ऋषिमुनिहरूले पनि विद्वानहरूले पनि प्राप्त गर्ने त्यही क्षण हो जहाँ तिमीलाई पनि बिर्सिन्छौ, प्रकृतिमा एकाकार हुन्छ, रुख जस्तै, नदी जस्तै, हिमाल जस्तै, स्वार्थ बिनाको, कुनै नराम्रो भावना बिनाको हुन्छ क्या। त्यसपछि मैले बेलुका के सोचेँ, ओहो यस्तो समय त आउँदैन मेरो जिन्दगीमा, अहिलेसम्म आएको थिएन, यो 100 वर्षपछि आएको यस्तो घटना हो। यो घटनाको साक्षी हुन पाउनु म त कस्तो लक्की मान्छे रहेछु भन्ने फिल गर्नु। लक्की त होइन नि त खास त, हो त? तर तिमीले फिल गर्ने हो कि तिमीले के चिजलाई के कस्तो देख्न चाहन्छौ त्यस्तै देख्न सक्छौ। अनि अब डायरी लेख्नु पर्यो भन्दा नि, तर समाचारहरू यस्तो आइरहेको थियो कि अब फलानु मऱ्यो रे, फलानु भयो रे, फलानु घर यस्तो भयो रे होइन, सम्पर्क पनि छैन, मोबाइलको नेटवर्क पनि छैन, केही पनि छैन। त्यसपछि त दिमागले त्यो कन्ट्रोलै गर्न सक्दैन कि अब भोलिदेखि लेख्छु भन्छ। अनि भोलिपल्टदेखि लेख्छु भन्ठाने होइन, भोलिपल्ट पनि पुरै यस्तो समाचारमा यस्तो आयो, भोलिपल्ट आमाको काखमा होइन यस्तोमा बच्चा छ, दुख्छु सिधा बच्चा छ क्या। तर भूकम्पले त्यही बेलामा ठ्याक्क के गरिदियो, पुर्दियो। अनि पुर्दिएपछि त्यही पोजिसनमा छ, तर उत्खनन गर्दाखेरि मरिरहेको क्या। आमाले बच्चालाई दुध पाइरहेछ, अनि त्यो मृत छ क्या, आमा पनि बच्चा पनि। त्यस्तोले चाहिँ एकदम आँसु आयो नि त हामीलाई, मलाई जसलाई पनि आउने कुरा भयो होइन। यो यति थोरले के लेख्न सकिएन होइन, लेख्नै सकिएन। अनि भोलिपल्ट पर्सिपल्ट निको पर्सि अनि त यति धेरै ओभरल्याप हुन थाल्यो, यति धेरै ओभरल्याप हुन थाल्यो त्यस्ता चिजहरूको, अनि त लेख्न सक्ने पनि भएन कि। अनि म फ्रस्ट्रेट हुन थालेँ। ओहो मसँग कलम पनि थियो, मसँग घटना पनि थियो, मसँग राइटिङ स्किल पनि थियो, मसँग जर्नलिस्टमा हुने गुण जो खोज्ने क्षमता छ त्यो पनि थियो, तर पनि मैले लेखिनँ भनेपछि म फ्रस्ट्रेट हुन थालेँ। मैले गर्न सक्ने काम पनि गरिनँ भनेर। त्यसले चाहिँ तिमीले गर्न सक्ने काम पनि तिमीले गरेनौ भने त्यसले तिमीलाई एकदम प्रहार गर्छ है। तिमीले सक्छौ नि त कति कुराहरू, तर पनि अल्छी भएर गर्दैनौ। त्यो अघि नै भने जस्तो विल पावर, इच्छा हुन्छ तर गर्छु भन्ने हुँदैन, अनि गर्दैन। अनि त्यसले तिमीलाई चाहिँ दिक्क बनाउँछ कि आफैभित्र। बोल्न पनि मन लाग्दैन कोहीसँग होइन, प्यारेन्ट्सले बुझ्दैन कति बेला त्यस्तो कुराहरू, टिचरले पनि नबुझेर आउनसक्छ, हामी पनि भन्दैनौँ त्यस्तो कुरा। अनि त्यसपछि अब म के गर्नु भन्ने भएपछि त्यही बिचमा मैले के सुने, भूकम्पले 10,000 भन्दा बढी मान्छे मरे, काठमाडौँमा हजारौँ घरहरू भत्किए, मठ मन्दिर त सम्पूर्ण रूपमै ध्वस्त जस्तै भयो। तर त्योभन्दा पनि बढी है कतै केही भइरहेको थियो। तर त्यही बिचमा मैले के सुने, लाङटाङ भन्ने एउटा ठाउँ छ, हिमालय छ, त्यो हिमालयमा एउटा गाउँ छ, लाङटाङ ठुलो क्षेत्र हो, त्यो भित्र लाङटाङ भन्ने एउटा गाउँ छ क्या। त्यो गाउँमा चाहिँ
भूकम्प सँगसँगै हिम पहिरो पनि आयो भने 300-400 जना मरेको गाउँ पुरै पुरिएको क्या। तर त्यो चाहिँ कुनै समाचारमा थिएन। म फ्रस्ट्रेट थिएँ अघि भने मलाई एकदम फ्रस्ट्रेसन भइरहेको थियो, मैले गर्न सक्ने काम गरिनँ भनेर। त्यही त्यो समाचार सुनेँ मैले कालिम्पोङ पत्रिकामा होइन मान्छेबाट। त्यसपछि होइन अब म त्यहाँ जान्छु भनेर म हिमालतिर गएँ। सरकारले त्यहाँ जान बन्देज लगाएको थियो। हिम पहिरो भने चाहिँ त्यो हिउँसहित पाहाडै खसेको जस्तो पहिरोले। अनि त्यसपछि त्यो बेलामा सरकारले चाहिँ त्यहाँ जान अनुमति दिएको थिएन। तर पत्रकारको रूपमा म त्यहाँ गएँ डकुमेन्ट्री बनाउनलाई, किनकि त्यहाँबाट बचेको केही मान्छेहरू स्वयंमा ल्याएर राखेको थियो एउटा गुम्बामा। तर तिनीहरूलाई काठमाडौँ चाहिँ एकदमै गर्मी लाग्ने क्या। तिनीहरूलाई यहाँ लामखुट्टेले टोकेर छाला पनि एकदम रातो हुने त्यो गर्मीले गर्दा। हामीलाई त गर्मी होइन काठमाडौँ। अनि तिनीहरू फेरि आफ्नै गाउँ जान चाहने, सरकारले पनि नदिने। अनि त्यो त्यसपछि म त्यहाँ गएँ। त्यो जानु भनेको चाहिँ फेरि पनि हिमालयमा जीवन सम्भव छ, कुनै सहर छैन जहाँ मान्छे मर्दैन। त्यहाँ फेरि पनि पहिरो आउला, फेरि पनि हिम पहिरो आउला, तर फेरि पनि मान्छे त्यहाँ बस्न चाहन्छन्, त्यहाँ जान सकिन्छ भनेर मैले चाहिँ आफ्नै जीवनलाई टाउमा राखेर त्यहाँ गएँ कि। अनि पछि मलाई त्यहाँको मान्छेले चाहिँ लङ टर्म सद्भावना दूत भनेर त्यहाँको एम्बेसडर बनाएको। त्यो साल मैले 2टा प्रधानमन्त्रीको हातबाट 2टा पुरस्कार पाएँ त्यस्तो काम गरे भनेर। म संयोगले बाँचेर फर्केँ, मैले डकुमेन्ट्री बनाएँ। खासमा चाहिँ म तिम्रो आफ्नो फ्रस्ट्रेसनबाट बाहिर आउनलाई चाहिँ गएको थिएँ कि। मेरो लागि हिमालयतिर गइरहेको थिएँ, त्यो चिसोतिर होइन, त्यो आफ्नो फ्रस्ट्रेसन भुल्नलाई हो। कहिलेकाहीँ चाहिँ तिम्रो फ्रस्ट्रेसन, तिम्रो नेगेटिभ कुरालाई तिमीले चाहिँ फाल्न खोजिरहेछौ भने तिमी भित्रको नेगेटिभ कुरा मात्रै फालिँदैन, त्यसले समाजलाई राम्रो काम गरिरहेको हुन्छ। खास जस्तो बुद्धले दरबार छोडेर किन गयो? मान्छेलाई शान्ति दिन्छु भनेर गएको होइन। ऊ एकदम अशान्त थियो भित्रैबाट, आफूलाई शान्ति खोज्न गयो, आफै भित्र शान्ति खोज्न गयो। तर त्यो शान्ति, त्यो शान्तिको फिलोसफी, त्यो शान्तिको सिद्धान्त सबैलाई काम लाग्यो नि त। त्यस कारणले तिमीले गर्ने राम्रो काम, तिमीले गर्ने असल कामले चाहिँ तिमीलाई त उज्यालो बनाउँछ नै, तर संसारलाई पनि उज्यालो बनाउँछ। नेपाल आउँदा उसले के पाउँछ? उसले अहिलेसम्म जिन्दगीमा खाएको भात अथवा डिनर, लन्च, ब्रेकफास्ट जे भन् जिन्दगीमा खाएको मध्येको सबभन्दा मिठो भोजन पाउँछ अरे। म त्यही लाङटाङ जाँदाखेरि पछि म विदेशीहरू पनि लिएर जान थालेँ। अनि मैले बाटोमा एउटा क्वेसन सोधेँ सबैलाई, के तिमी नेपाल पहिलोचोटि आएको हो? अनि अर्को प्रश्न, तिमीलाई नेपालमा के मन पर्यो? अनि प्रायले उत्तर के दियो? पहिलो प्रश्नको उत्तर, यो मेरो पहिलोचोटि होइन, यो मेरो दोस्रो, यो मेरो 5औँ, यो मेरो 4th, यो मेरो 15, इभन 45th, 45औँ पटक आएको भन्ने पनि भेटेँ कि। अनि किन आइरहेको तिमी? किनकि मलाई नेपाल आएपछि मेरो पूर्वजन्मको घरमा जस्तो लाग्छ भन्नु। कसैले भन्छ मलाई चाहिँ यहाँ आउँदाखेरि मेरो पूर्व जुनीमा जस्तो लाग्छ, मेरो पहिला यदि जन्म थियो भने, पहिलाको जीवन थियो भने म यही ठाउँमा थिएँ जस्तो लाग्छ भन्नु। कसैले चाहिँ जब म नेपालको हिमाल पहाडतिर हिँड्छु मलाई साँच्चै बल्ल बाँचेको अनुभव हुन्छ भन्नु। अनि कतिले चाहिँ अनि के मन पर्यो? सबभन्दा मन परेको के? मैले जिन्दगीमा सबभन्दा मजाको निद्रा पाएँ भन्छ। अनि कसैले सबभन्दा मिठो खाना पाएँ। कसैले हाइवेमा यहाँबाट पोखरा जाँदाखेरि सडकको छेउछाउमा दाउरा बालिरहेको हुन्छ नि, अनि त्यो दाउराबाट नबलेर धुवा निस्किरहेको हुन्छ नि, त्यो धुवाको बास्ना मन पर्यो भन्छ। कसरी के हो? अनि त्यो तिम्रो सबभन्दा मिठो निद्रा आयो भन्छ क्या। मेरो अमेरिकामा ठुलो घर छ, एकदम लग्जरियस रुम छ, त्यो एकदम आरामदायी कोठा छ, तर नसुतेका थुप्रै रातहरू छन्। तर नेपालमा मलाई यस्तो निद्रा लाग्यो। खासमा उसलाई त्यो एकदम राम्रो खाट, राम्रो बस्ने ठाउँ भएर निद्रा लागेन। पाहाडमा जाँदाखेरि थकै लाग्छ नि त, थकै लाग्छ उसलाई त ढुङ्गाको सिरानीमा नि मजाले निद्रा लाग्छ के। तर यहाँ थाकिन्छ के, अनि त्यो थकानमै निद्रा छ। अनि मैले सबभन्दा मिठो खाना खाएँ भन्नु हिमालमा। त्यहाँ केही पनि फल्दैन, आइदर देयर इज ब्ल्याक रक अर व्हाइट स्नो। त्यहाँ भेजिटेसन हुँदैन। भेजिटेसन भनेको रुख बिरुवा यस्तो हुँदैन माथि माथि गएपछि।
त्यहाँ त्यो बोकाएर लैजाने चामल पनि क्वालिटीको हुँदैन, मोटो के, यहाँ पनि मिल्न नि गाह्रो हुन्छ। अनि तिम्रो त्यही बन्दाको तरकारी हुन्छ, आलु हुन्छ, त्यस्तै केही धेरै थरी पनि हुँदैन। तर त्यही भातलाई मिठो लागेर, किनभने भोक लागेको हुन्छ नि त, एकदम हिँड्दा भोक लागेको हुन्छ, अनि भोक लागेको ठाउँमा त मिठो लागिहाल्यो एउटा। त्यस कारणले गर्दा यस्तो मोमेन्टहरू पाउँछ भन्छ के। नेपालमा पाउने चाहिँ त्यो कुरा हो। नेपालमा पाउने भनेको तिमीहरू हामीहरू कुहिरेहरू देखेपछि हेलो नमस्ते वेलकम भन्छौँ नि, होइन? विदेशमा त्यस्तो भन्दैन कसैले कसैलाई। हामीले बाटो सोध्यो भने बाटो बताइदिन्छौँ, होइन? उसले केही सहयोग माग्यो भने सहयोग गर्न सकेसम्मको सहयोग गर्छौँ नि। हो, त्यो चिज चाहिँ उसलाई सबभन्दा बढी मन पर्यो भन्छ कि। त्यस कारणले हामीसँग भएको सम्पत्ति हो त्यो। अब तिमीहरूलाई एभरेस्टको कथा भन्छु अलिकति। एभरेस्ट भने यति अग्लो छ उस्तो अग्लो छ भनेर भन्दिनँ, त्यो तिमीहरूलाई थाहा छँदैछ। तर यो एभरेस्टले चाहिँ के भन्छ भने, यो एभरेस्टले के भन्छ भने तिमी जाँचमा तिमीले चाहिँ त्यो सबभन्दा अरू सबैले भन्दा बढी नम्बर ल्याऊ भन्दैन के, तर तिमीले राम्रोसँग पढ्नुपर्छ भन्छ। कसैलाई जित्नु पर्दैन भन्छ के, तर तिमीले सुरु चाहिँ गर्नु पर्यो भन्छ है। यो चाहिँ यस्तो कथा हो, यो एभरेस्टको टुप्पातिर जाने भनेर हिँडेको मान्छे बिचबाटै फर्केको मान्छेको कथा हो क्या यो। अनि त्यो फर्क्या भएर किताब जन्मियो। यदि यो यात्रा पुरा भएको भए त्यस कारणले तिमीले पढ्दा पनि सकेनौ भने केही फरक पर्दैन। तिमीले चाहेको चिज नपुरा हुँदा पनि केही फरक पर्दैन, तर तिमीले सपना चाहिँ देख्नु पर्यो। त्यो सपना अनुसारको मेहनत चाहिँ गर्नु पर्यो, बुझ्यौ? त्यो मेहनत भने चाहिँ त्यो मेहनत गरिरहँदाखेरि म त्यो पढ्न बसेको छ, होइन? निन्द्रा झप लागिरहेछ, तर पनि तिमी पढिरहेछौ, बुझि केही रहेको छैनौ, त्यस्तो पढाइको काम छैन। त्यो पढ्दा तिमीले अक्षरसँग कुरा गर्नु पर्यो। पढ्दाखेरि तिमी आफैसँग कुरा गर्नु पर्यो। जसरी यात्रामा जाँदा कतै जाँदा तिम्रो छेउछाउमा मान्छेहरू भेटिन्छ, काहीँ चिया खाइन्छ, काहीँ जोक गरिन्छ, काहीँ थकै मारिन्छ, होइन? काहीँ निलो आकाश देखेर शान्ति अनुभूति गरिन्छ, काहीँ चराचुरुङ्गीहरू एउटा रुखबाट अर्को रुखमा उडेको देख्दाखेरि मन कस्तो दङ्ग हुन्छ कि, लामो पुच्छर भएको रङ्गीन चराहरू भेटिन्छ है। काहीँ केही जनावरहरू भेटिन्छ, काहीँ स्कुलमा बच्चाहरू खेलिरहेको देखिन्छ। लेखका हामी केटाकेटी भन्ने गीतको प्रसङ्ग पनि छ यसमा। अनि तिम्रो हो भनेपछि तिम्रो त्यो टुप्पोमा पुग्ने तिम्रो उद्देश्य होला, तर त्यो टुप्पो भन्दा पनि, त्यो शिखर भन्दा पनि त्यो जर्नी जुन छ तिमी हिँडिरहेको छौ नि, त्यो हिँड्दाखेरि तिमीले इन्जोय गर्नु पर्यो। तिमीले भोलि फाइनलमा राम्रो नम्बर ल्याएर तिमीले सेलिब्रेट गर्ने होइन। इच डे इच पिरियड यु हेभ टु इन्जोय। तिमीले तिम्रो क्लासरुमलाई इन्जोय गर्ने हो। तिम्रो सर मिसले भनेको राम्रो कुराहरू तिमीलाई कस्तो पिस फिल भइरहन्छ, त्यसलाई एप्रिसिएट गर्ने हो। आफ्नो साथीलाई एप्रिसिएट गर्ने हो, आफ्नो किताबलाई एप्रिसिएट गर्ने हो, आफ्नो नोटबुकलाई एप्रिसिएट गर्ने हो। त्यो तिम्रो साथी हो है। अनि यो किताबले के भन्छ भने नि, अहिले हामी छौँ नि यसरी बसिरहेछौँ, लास्टमा जो हुनुहुन्छ तपाईँको नाम के हो? नियत बाई डोर। हजुर हो सुनिता बस्नु ठिक छ। सुनिताजी हुनुहुन्छ, म यहाँ भाइहरू छौँ, होइन? बहिनीहरू छौँ। यो कक्षामा छौँ हामी, अहिले यो हलमा छौँ। यो मोमेन्ट अब फेरि कहिले आउँदैन र, यो समय फेरि कहिले फर्केर आउँदैन, अनि अघिको समय पनि फर्केर आउँदैन, तिम्रो पियानो पनि फर्केर आउँदैन, त्यो गइसक्यो। त्यस कारणले त्यो प्रत्येक क्षणलाई, अहिलेको क्षणलाई, अहिले वर्तमानलाई इन्जोय गर है। त्यही भएर मैले चाहिँ के भन्छु, एउटा आँखाबाट आँसु, एउटा आँखाबाट हाँसो क्या। ट्राई टु स्माइल विथ योर स्माइल, ट्राई टु स्माइल विथ योर टियर्स। तिमीले बिगार्नु चाहिँ खुसी हुने प्रयास गर। यो भन्न सजिलो छ, होइन? तर यो सिम्पल कुरा पनि हो। फेरि अघि मैले भोकको उदाहरण दिएँ। भोक लागेपछि पो स्वाद आउँछ। त्यो कस्तो निन्द्रा लागिरहेछ भनेर, त्यो अनिद्रा चाहिँ निन्द्राको आमा हो क्या। त्यो भोक चाहिँ तिम्रो स्वादको आमा हो। रिजल्ट कस्तो ल्याउँछसँग मतलब भएन। तिमीले चाहिँ आफ्नो त्यो यात्रा चाहिँ राम्रो गर्नु पर्यो क्या। किताबहरूसँग कनेक्ट हुनु पर्यो, किताबहरूसँग
अनि किताब मात्रै छैन, किताब भन्दा चाहिँ तिम्रो यो ब्रह्माण्डै, यो सहर होइन, यो गाउँ, तिम्रो परिवार, तिम्रो साथीभाइ, दे आर बिग बुक्स है। इभन यो हलमा हामी जति बेर बस्यौँ नि त्यति जेल पनि हामीले एउटा छुट्टै हाम्रो किताब बनाइसक्यौँ। किताब भनेको कागजमा मात्रै लेखिन्न, मनभित्र हुन्छ। बुझ्यो? अनि यो विनयले बजाएको ताली होइन, बजाउनु पर्छ भनेर बजायो कि भित्रबाट आएको हो? त्यो तिमीहरूको भित्र म पुग्न सक्यो भने मेरो डेस्टिनेसन भने त्यो हो। मेरो डेस्टिनेसन भनेको चाहिँ मान्छेको मन हो क्या, बुझ्यौ? त्यस कारण तिमीले पनि तिम्रो मनभित्र, आफ्नै मनभित्र छिर्नु पर्यो, मनको सुन्नु पर्यो होइन, मनको सुन्नु पर्यो। कसले के भन्छ त्यति महत्त्वपूर्ण कुरा होइन, आफूले आफूलाई सुन्नु पर्यो। तर त्यो आफूले सुनिरहँदा पहिला चाहिँ शिक्षकलाई सुन्नु पर्यो है, घरलाई सुन्नु पर्यो, तिम्रो छरछिमेकलाई सुन्नु पर्यो, तिम्रो साथीहरूलाई सुन्नु पर्यो। ती सबै चिजलाई सुनिसकेपछि फाइनली तिम्रो मनले तिमीलाई के आदेश दिन्छ त्यो मनलाई फलो गर्ने भन्ने बुद्धले भनेको त्यति हो। आज चाहिँ हामीले जिन्दगीको कुरा गऱ्यौँ, हाम्रो मनको कुरा गऱ्यौँ, कसरी पढ्ने भन्ने बारेमा कुरा गऱ्यौँ। पढ्ने भनेको तिमीलाई लादिएको चिज होइन, तिमीलाई प्रेसर गर्ने चिज होइन, तिमीले यसमा इन्जोय गर्नु पर्यो क्या, इन्जोय। तिमीले फिल्म हेर्दा जति इन्जोय गर्छौ नि यो पढाइलाई, तिम्रो किताबलाई होइन, तिम्रो कलमलाई अघि नै मैले भनिसकेँ, त्यो तिम्रो साथीहरू हो। त्यो साथीसँग जति संवाद गर्छौ, जति बोल्छौ, त्यसले त्यति नै तिमीलाई माया गर्छ, तिमीलाई ओपन बनाउनु लैजान्छ, नेचर जस्तै फराकिलो बनाउँदै आउँछ। बुझ्यौ? हजुरलाई धन्यवाद भन्न चाहन्छु। जीवनको लागि धेरै महत्त्वपूर्ण इन्फर्मेसनहरू दिनुभयो। अनि अर्को कुरा चाहिँहरूले जीवनमा जुनसुकै हुने घटनाको पनि नेगेटिभ र पोजिटिभ दुवै इम्प्याक्ट हुन्छ भन्नुभयो। ल कति राम्रो, मैले यत्रो बेर लगाएर भनेको कुरा भाइले 1 मिनट पनि लागेन उसलाई, 15 सेकेन्डमा उसले त्यसलाई कन्क्लुड गर्यो। आज हजुरलाई धेरै धन्यवाद। हजुरले सुनेको स्टोरी सुन्दै कति घन्टा भयो थाहा नै भएन। हजुरले आफ्नो जिन्दगीमा भएको घटनाहरूलाई हामीलाई सेयर गर्नुभयो, त्यसमा म धेरै हजुरलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि आज धेरै रमाइलो भयो। त्यति भने म हाम्रो प्रिन्सिपल सरलाई माइक हस्तान्तरण गर्न चाहन्छु। Good afternoon, everyone. How was the session? Are you happy? If you are happy and you are sure that you have earned something new, we are always ready to request other members, other guests like our Ashok sir. Yes, I hope you have learned a lot of things from him. We are committed to meet you with other such peoples every time. Okay? Our motto is that whatever the experience like our Ashok sir has earned through their professionalism and career, we just want to share that experiences with you guys so that you do not find obstacles when you move on to that career later on after your education has been completed. Okay, so that's our main target. There are lots of things we can learn from every individuals. We can learn from their experiences, we can learn from their behaviors. Yes, we can learn from their professionalism, and that all when record in our memory, that makes our path easier later on. Ashok sir has given you a lot, some words that I have been listening from my room as well, which are very important to keep in mind. Thank you, Ashok sir, for being here, for giving your valuable time to us and to our students. And we are even hopeful that you will not forget us and separate your time, spare your time from the busy schedule in the days to come as well.
and of course we also will not forget you to call here. Thank you all students for your passions and your time here as well. थ्याङ्क यू सर। सरलाई सायद मैले पहिलोचोटि एउटा पाटनमा हामी सिटी टुर जाने बेलामा भेटेका थियौँ हामीहरू सबैले। सरसँग त्यहाँ बसेर सुनिराख्दा एउटा काठमा तुरिएका त्यो प्रत्येक बुट्टामा पनि इतिहास छ, त्यहाँ हाम्रो संस्कृति छ, सम्पदा छ भनेर सरले भनिराख्दा फेरि नोटिस गरेर साँच्चै गम्भीर भएर हेर्दा प्रत्येक त्यो बुट्टाहरूमा एउटा इतिहास रचिएको थियो। त्यहाँबाट नै मैले लगभग इन्सपायर भएर सरको विषयमा अलिकति हेरेको पनि थिएँ मैले। अन्त दिदीले पनि सरको विषयमा जनौका ओस्ती ढकालले हालिराख्नु यो एभरेस्ट बुकको विषयमा। अनि त्यसपछि खोजेर हेरेँ मैले, हेर्दाखेरि एभरेस्ट बुक चाहिँ लगभग एकदमै एउटा टुरिज्म क्षेत्रमा काम गर्ने मान्छेहरूको अगाडि त त्यसले एक स्टेप त धेरै नै अगाडि पार गरिसकेको मैले अनुभव गरेँ। र सरले अहिले धेरै कुरा भनिराख्दा फेरि सरले आफ्नो अनुभवका कुराहरू सुनाउनु भयो, पक्कै पनि तिमीहरू सुनिसकेका छौ। त्यो कुराले तिमीहरूको उमेरले तिमीहरूको यो एजले कति बुझ्यौ आफ्नो ठाउँमा छ। तर मैले आफ्नो सरले भनिरहेको त्यो अनुभवले के बुझ्न मैले सफल भएँ भने सरले समय भनिदिनु भयो हामी सबैलाई। सबैभन्दा जिन्दगीमा इम्पोर्टेन्ट कुरा समय थियो, समय नै भनिदिनु भयो। समयलाई कसरी वर्तमानलाई भनिदिनु भयो, भूतलाई भनिदिनु भयो र भविष्यलाई भनिदिनु भयो, जुन कुरा चाहिँ मलाई एकदमै मन परेको थियो। र पक्कै पनि अवसर पाएँ भने सरको एभरेस्ट किताब चाहिँ म आफै पनि पर्सनली किनेर पढ्ने अवसर पाएँ भने पढ्नेछु र सायद सरलाई अहिले म एकछिनपछि रिक्वेस्ट पनि गर्नेछु। र तिमीहरूलाई पनि एउटा भाषाको लागि, एउटा हाम्रो एभरेस्टलाई बुझ्नको लागि मेरो आफ्नो व्यक्तिगत तर्फबाट है यो विज्ञापनको लागि भन्दा पनि तिमीहरूलाई हामी सिक्ने उमेरको मान्छे हो, लर्निङ गर्ने उमेरको मान्छे हो र हामीले लर्न गर्नुपर्छ। जुन दिन भेटे सरले आफ्नो नामको यो अशोक भन्ने नामबाट नै कति धेरै मिनिङ भनिदिनु भएको थियो, तिमीहरूले नोटिस गरेनौ। मैले हेरेको थिएँ, सुनेको थिएँ। सरले पर्सन र पर्सनालिटीको कुराहरू चाहिँ मैले भनिरहेको थिएँ, त्यो कुरा सिक्ने मौका मैले अशोक सरसँगै पाएको। हिजो हामीसँग हाम्रो मास्टर सर आउँदाखेरि मैले पर्सन र पर्सनालिटीको कुरा गर्ने कुरा सरबाट सिकेको थिएँ। सरलाई धेरै धेरै धन्यवाद। र सरले आफ्नो समय मिलाएर हामीलाई यति मैले भनिनँ, म आफै एउटा शिक्षक पेसामा लागेको धेरै वर्ष हुँदा कति कुराहरू सिक्न जरुरी छ। हामी एउटा कक्षा कोठाभित्र बसेर मात्रै पढ्छौँ भन्ने हाम्रो जुन मानसिकता विकास भएको छ नि, 40 मिनट 45 मिनटको टाइममा एउटा पर्टिकुलर विषय टिचर आउने पढाउने, त्यो कुरा मात्रै होइन। लर्निङ भनेको हामीले यसरी पनि सक्छौँ। आजै हामीले यति धेरै कुरा सिक्यौँ। सरले डायरी लेख्ने गर है, त्यो डायरी भविष्यमा तिमीहरूको पुस्तक बन्न सक्छ, तिमीहरूको इतिहास बन्न सक्छ। त्यही भएर यो कुराहरूलाई चाहिँ तिमीहरूले मनन गर भन्छु। जस्तो डायरी राइटिङ गर्ने धेरै नानी बाबुहरू हुन्छ जुन भोलि तिमीहरूको लागि त्यो भविष्य बन्न सक्छ। तिमीहरूले जस्तो ह्यारी पोटरलाई देख्न सक्छौ होइन, तिमीहरू पढि पनि राखेका छौ त्यो पुस्तक। त्यही भएर यस्तो कुराहरू हामीले प्रेरणाको रूपमा लिनुपर्छ र धेरै कुरा सिक्ने मौका पायौँ। सरलाई धेरै धेरै धन्यवाद। सरले हामीलाई यति कुरा सिकाइराख्दा हामी विद्यालयले पनि त सरलाई एउटा सम्झना हाम्रो मस्तिष्कमा बसिराख्नुपर्छ। हाम्रो अशोक सरले सिकाउनु भएको थियो है भन्ने कुरा हामीले पनि मेमोराइज गरिराख्नु। लेख्नु पढ्ने, गाउने, नाच्ने सबै गर्ने। हिमालको चिसो बोकेर हिँड्ने मान्छे हो, तर जिल्दैभरि तातो छ क्या। I request you all to buy a book written by our guest, Mr. Ashok Silwal. He is a journalist as well. पत्रकारिताको क्षेत्रमा राम्रो काम गरिराख्नु भएको छ। त्यस कारणले तिमीहरूको कुनै त्यस्तो आर्टिकल छ त्यस्तो छ भने राम्रो लेख, सरलाई बुझाऊ। अब कतिपय मान्छेले म छपाउँछु भन्दा पनि पाइराखेका हुँदैन यो अपर्च्युनिटी। सर यहाँ आएर र तिमीहरू लेख म पब्लिस गरिदिन्छु भन्नु त्यो हाम्रो लागि अहोभाग्य हो त्यस कारणले लेख। अनि इभन त्यही तिमीहरूले सरको बुक पढेर त्यसलाई एउटा बुक रिभ्यूको रूपमा क्रिएट गर्न सक्छौ होइन, त्यो गऱ्यो भने त्यो हाम्रो लागि फाइदाको हो।